कति धेरै चामल सकिसक्यो। अब हामी चामल किन्न जान लाग्यौँ। के छ सुस्मिता? धन्न झाडीभित्र पसेर धन्न होइन पसिसक्यो कि हो यो। प्राइस सुनेर हामी ढले। हेर्नु न काउरोलाई 120 रे मर्यो म त। वेलकम ब्याक टु माई न्यू भिडियो। सबैलाई स्वागत छ सुस्मिता सारू ब्लगमा। आज चाहिँ हाम्रो चामल सकिएर चामल किन्न हिँडेको म र साथी। अब हामी चामल किनेर आउने। चामल प्लास्टिक उसमा त्यो फ्रिजमाथि। अब हामी चामल किन्न हिँडेको। चामल किनेर आउने। हाम्रो चामल भ्याइयो आएको 2 हप्ता भयो। कति धेरै चामल सकिसक्यो। अब हामी चामल किन्न जान लाग्यौँ। बाई बाई। अब चामल किनेको देखाउँछु। के किन्छौँ त्यो पनि देखाउँछु। हाई भन्नु। हामी हिँडेको। कति मजाले गयो है। हामी नि यस्तोमा चढ्न मन लाग्थ्यो। हेर्न हाई गरेका। अबै ओ हेर्न यसरी आउँदो रहेछ कि। म त कस्तो डराएँ। गर्दै आउँदो रहेछ बज्दै। हामी बल्ल जाँदै हो। अब हामी भित्र सामान किन्छौँ। अब हामी भित्र सामान त के चामल किन्न जान्छौँ। प्राइस सुनेर हामी ढल्यौँ। यता हेर्नु। पुङ्लुङ्गै ढल्न मात्रै बाँकी। चामलको मूल्य देखेर नि देखाइदिनु। मूल्य हेर्नुहोस् 5 केजीको। हामी यहाँ सब गरेर ढलेछौँ। एउटा हालौँ। हेर्नु न काउरोलाई 120 रे मर्यो म त। यो है 120 मात्र भयो हौ। 3टा हाले। 120 देखाइरह। 3टा हालेको थिएँ त। यो खाइदिनु। हुन्छ यो खै न त तँ यो किन म त्यो किन्छु। अनि यहाँ हाफ अफ खाम्ला। यो खाने ऊ बल्ल आयो देखिस्। रिटर्न आयो छैन रहेछ कि। ए रातो देखा खान त। खाइदिनु यसले अन्डा फुटाली ल यसलाई अस्मिता दिदी यसलाई जे गर्ने नि गर्नु। यसले यो अन्डा फुटाली कि हो। यसैले हो। चामल देखाइदिनु है। 4000 को चामल लिएर हामी घर फर्किँदै। यसको साइकल मेरो साइकल। सुस्मिताले साइकल चलाइराख्नु भा होइन। अनि मलाई चाहिँ भिडियो बनाउन दिनुभयो। यहाँ लगेर जाक्नु भयो। एउटा हातले चलाउनु भएको लगेर जाक्नु भयो। सुस्मिता सारू चाहिँ यस्तै हुनुहुन्छ। यता लोटेर
घिन अझै यतिले नि साइकल चलाउँछु अरे अझै भिडियो बनाइदिए अरे छु मैले नि साइकल चलाउँदै भिडियो बनाइराखेको छु अब हामी चाहिँ सपिङ गरेर चामल किनेर अनि घर फर्किएको बाटोमा आधी बाटोमा आइपुग्यौँ हामी चाहिँ अब यहाँ चाहिँ पुरै ट्राफिक रुल्स फलो गरी हिँड्नुपर्छ क्या हामी चाहिँ होइन अब यहाँ अगाडि रेड लाइट बोले अब हामी यहाँ रोकिनु पर्यो के छ सुस्मिता धन्न झाडीभित्र पस्यो धन्न होइन पसिसक्यो कि हो यो सेतो बाटो त यता त हाम्रो हो के ल हेर्नु के हो यो बकुल्लो अन्डा फुटौली साइकल उचाली हेर न कति बल्ली है यो ल चलाएर देखा त ल चला तैँले त हो फुटाली कि अन्डा फुटौली हेलो गाइस हामी चाहिँ चामल लिएर आएर तल किचनमा राखेर कपडा सपडा फेरेर बसेको आज चाहिँ हामी चामल किनेर आयौँ त्यही हो गाइस मेरो भिडियो हेरेर लाइक कमेन्ट शेयर गरेर गइदिनु होला बाई बाई